र पहिलो कुरा मैले अन्त पनि भन्ने गरेको छु, मनसेकम वचसेकम कर्मसेकम महात्मन, मनसेन्ति वचसेन्ति कर्मसेन्ति दुरात्मन। अब अहिले यहाँ सचिवजीको कुरा आइरहेको छ, मन वचन र कर्म जसको असल भयो त्यो मान्छे बस्दा पनि जाँदा पनि खोजी हुन्छ हैन। त्यो उसले गरेको कर्मको, उसले गरेको बोली वचन र मनको कारण हो भन्ने मलाई लाग्छ। र यहाँ आउने सचिवज्यूसँग तपाईँहरूले काम गर्नु भएको छैन, उहाँ पनि त्यस्तै हुनुहुन्छ र यो कुरा सुनिसकेपछि उहाँ अझै एक कदम राम्रोसँग म काम गर्छु भन्ने उहाँले प्रण पनि गर्नुभएको छ। उहाँ अझै यङ पनि हुनुहुन्छ, इनर्जेटिक पनि हुनुहुन्छ। अब एकदम सुरेन्द्र सर चाहिँ अब अनुभवी होइन पाएको, उहाँले राम्रोसँग हेरेर काम गर्ने हुनुहुन्छ भने सबै मान्छेहरू संसारमा कोही पनि समान छैनन्। तपाईँ हामीले जानेकै कुरा हो, कोही मान्छे हामी यहाँ जति छु, यहाँ 30 जना जति छौँ होला, एकले अर्कोलाई दाँध्यो भने हेऱ्यो भने कोही पनि समान छैन। तर व्यक्तिले आफूले गरेको कामको कारणले व्यक्ति चाहिँ राम्रो हुने, जिम्मेवार हुने हो। र तपाईँहरूलाई एकदम सहयोग गर्ने सचिवजी आउनु भएको छ भन्ने लाग्छ। उहाँको कार्य सम्पादन पनि उच्च स्तरकै छ र सुरेन्द्र सरले चाहिँ यो म आइसकेपछि पुनर्निर्माण लगायतको यो एकदम विषम परिस्थितिमा पनि अब कार्यालयमा बस्ने ठाउँ पनि थिएन, एउटा कक्ष नभइकन पनि त्यस्तो अवस्थामा सेवा प्रवाहलाई सुचारू गरेर अगाडि बढाउनु भयो र विवाद रहित तरिकाले हामीले पुनर्निर्माण पनि 2 चरणमा गऱ्यौँ। एउटा तत्कालीन अवस्थामा तत्कालै झ्यालढोका बनाउने र कम्तीमा गेट लगाएर भित्र बसेर काम गर्ने। त्यति बेला त हाम्रो धाराहरू टोयलेट के अरे बाथरुमहरू पनि बिग्रेको अवस्था थियो। त्यो तत्कालको विषम परिस्थितिलाई सहज गर्ने र पछि चाहिँ बिल्ड ब्याक बेटर भन्छ, अलि राम्रोसँग बनाउने दुईटै काम चाहिँ हामीले गऱ्यौँ। त्यसको चाहिँ लिड रोल चाहिँ हाम्रो अध्यक्षज्यूले गर्नुभयो, उहाँलाई पनि धेरै धन्यवाद। र उहाँसँगको वार्ड परिवार छ, म्याडमहरू हुनुहुन्छ, म्याडमहरूले पनि एकदम खटेर गर्नुभयो र वडा समितिसहित त्यसको कागजदेखि लिएर सबै व्यवस्थापन मिलाउने वडा सचिवजी, यसै गरी कर्मचारी साथीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब सेवा प्रवाह गर्दा कर्मचारीको जिम्मेवारी नै हो, हामीले ठुलो काम गऱ्यौँ भन्ने त सोध्नु हुँदैन, मलाई पनि त्यस्तो लाग्दैन। किनभने मैले पनि सम्पूर्ण वडादेखि लिएर नगरपालिकासम्मको प्रशासनिक पुनर्निर्माण साथसाथै अन्य कामहरू पनि हामीले गरिरहेका छौँ, यो जिम्मेवारीको कुरा पनि हो। र यहाँहरूसँग अघि अन्तर्क्रिया गर्न पाउँदा धेरै कुराहरू छन्, जस्तो नगरपालिकाले गरिरहेको छ भनेको छ, उसका पनि केही समस्याहरू हुन सक्छन्। उसले बोलेका प्रतिबद्धता, उसले लिएका नीतिहरू कार्यान्वयन भयो कि भएनन् भन्ने देख्ने साक्षी त तपाईँहरू हुनुहुन्छ। सानो कुरा, बत्ती चाहिँ एउटा नगरपालिकाको 100वटा सेवा मध्येको एउटा सेवा हो, तर त्यो बत्तीको सेवाले चाहिँ नगरपालिका अथवा वडा कार्यालयको सेवा कस्तो छ भन्ने कुरा तपाईँहरूले मूल्याङ्कन गरिरहनु भएको छ। त्यहाँ 49 अरू सेवाहरू पनि छन् नि, तर जे सेवा आफूले प्राप्त गरेको छ त्यो अनुभूति चाहिँ त्यति राम्रो भएन भन्ने कुरा तपाईँहरूको छ। र हामीले हिजोभन्दा आजका दिनमा, भोलिका दिनमा अझै राम्रो गरेर योजना बनाएर प्लानिङ गरेर जानेछौँ। मैले दुईजनै सचिवजीहरूलाई यहीबाट भने, तपाईँहरू हिजो पनि राम्रै गरिरहनु भएको छ, ठिक छ, र आजका भोलिका दिनहरू अझै च्यालेन्जिङ छन् भनिसकेपछि अलि योजनाबद्ध तरिकाले आफ्नो वडालाई राम्रो बनाउनु होला। 16वटा वडामध्ये अब वान अफ द बेस्ट वडा बनाउन तपाईँहरूको भूमिका हुनेछ भन्ने चाहिँ मैले विश्वास लिएको छु। उहाँ हाम्रो वडा नम्बर 1ले त अहिले सबैभन्दा बढी राजस्व उठाएर सबैभन्दा बेस्ट वडाको रूपमा उहाँले प्रमाणित गर्नुभएको छ। सुरेन्द्र सर पनि कार्य सम्पादनमा उहाँ अब्बलमै आउनु भएको थियो, हामीले मूल्याङ्कन पनि गरेका थियौँ। भएका सचिवजीहरूमध्ये उहाँ अब्बलमै आउनु भएको थियो। काम पनि तपाईँहरूले पनि हेर्नु भएको रहेछ, त्यसमा मलाई खुसी लागेको छ। र अरू अन्य कर्मचारीहरू पनि त्यो टिममा हुनुहुन्छ, एकजना मात्रै कर्मचारीले गर्ने भन्ने कुरा हुँदैन। र मैले भने अब जनतासँग अथवा नागरिकसँगको सेवामा हामीलाई रिसाउने, झर्किने होइन छुट हुँदैन। कतिपय कर्मचारीहरूको बानी अब नगरमा पनि त्यस्तो समस्या परेको थियो। अहिले यो हाम्रो बिचको चाहिँ समस्या आएको कारण चाहिँ व्यवहार जन्ने कारण हो। कसैले राम्रो काम गर्छ, फिल्डमै गएर काम गर्छ, रात दिन नबनेर काम गर्छ, तर बोली, अघि मैले भनेको बोली अथवा व्यवहार चाहिँ अलि झर्किलो छ, रिसाउने छ भने कामै पनि मान्छेले भुल्ने अवस्था आउँछ भनिसकेपछि तपाईँहरूले झर्किन, रिसाउन चाहिँ पाउनुहुन्न। किनभने तपाईँ चाहिँ राष्ट्रको सेवक अथवा राष्ट्रको नोकर भएको कारणले तपाईँले नहुने कुरालाई पनि
राम्रोसँग कन्भिन्स गरेर हुन्न भन्न सक्नुपर्छ भन्ने लाग्छ। यो मेरो पनि अनुभव हो। मभन्दा तपाईँहरू अझै धेरै अनुभवी हुनुहुन्छ। यद्यपि तपाईँहरूकै जस्तै म पनि गाविस सचिवदेखि मेरो जागिर करियर सुरु भएको हुनाले म धेरै कार्यालयहरूमा अब विषम परिस्थितिका कार्यालयहरू जस्तै यो मध्य प्रदेशमा रहेका कार्यालयहरूमा जनशक्ति अभाव धेरै कुराको समस्या हुँदा पनि त्यहाँ पनि मैले काम गरेर आएको हुनाले यो जनताहरूको सेवा चाहिँ हिजोभन्दा आज राम्रै हुनुपर्छ। अहिले हामी एउटा सेवा सूत्र प्रणाली लगेका छौँ राजस्वमा। माथिल्लो सरकारले एउटा सिस्टम बनाएको छ, एउटा सफ्टवेयर। देशैभरिका 753वटा पालिकाले एउटै सफ्टवेयर चलाउनुहुन्छ। अहिले हिजो हेऱ्यो भने दिनभरिमा 2टा राजस्व लिन पनि सक्ने अवस्था छैन। एकातिर सरकारको आदेश अथवा निर्देशन पालना गर्नुपर्ने नीति, अर्कोतिर जनतालाई चाहिँ मार परेको छ। यस्तो पनि केही कुरा भएको छ। त्यसलाई पनि हामीले अलिकति सहजीकरण गर्नुपर्छ भनेर वैकल्पिक व्यवस्था चाहिँ मिलाएका छौँ। यति भनेर मैले तपाईँहरूसँग सबैलाई चाहिँ यहाँ आउनुभयो र अन्तर्क्रियामा जोडिनुभयो। फेरि पनि तपाईँहरू अझै भोलिका दिनमा पनि हामी गर्छौँ भन्नुभएको छ। त्यसमा मलाई धेरै खुसी लागेको छ। फेरि पनि म जोडिन्छु। यहाँ मात्रै होइन, मेरो चेम्बर सधैँ खुल्ला हुन्छ। त्यहाँ ढोका कोही मान्छे हुनुहुन्छ कि के हुनुहुन्छ भन्न पर्दैन, ढोका ओपन नै छ। तपाईँ जति बेला पनि आएर आफ्ना कुरा राख्न सक्नुहुन्छ। र एउटा कुरा चाहिँ म पनि नागरिक हो होइन, म कर्मचारी मात्रै होइन। नागरिक भएपछि नागरिकले खालि विकास अथवा सुविधा मात्रै लिने होइन, कर्तव्य पनि हुन्छ। तपाईँहरूले एकदम असल नागरिकको कर्तव्य निभाउनु हुनेछ। आफ्नो भनाइ सहित यहाँबाट बिदा हुन्छु। हस्त, धन्यवाद, नमस्कार।